सम्पूर्णमा नमस्कार। एससी 2082 उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै बधाई र शुभकामना। म विद्यालय शिक्षाको बारेमा थोरै चर्चा गर्न चाहन्छु आज। विद्यालयमा कक्षा 8 देखि 12 सम्म चाहिँ पढ्नुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँको बुवा आमाले तपाईँलाई चाहिने अनिवार्य सबै कुराहरू तपाईँले फुलफिल गर्नुभएको छ र गर्नुहुन्छ, ढिलो चाँडो गर्नुहुन्छ। मैले यो 15 वर्ष मेरो चाहिँ यो शैक्षिक क्षेत्रमा मैले व्यतीत गर्नुपर्ने भएको हुनाले मैले के अनुभव गरेको छु भने समाजमा सबैको स्तर एउटै हुँदैन। अब कुनै अभिभावकजीले अलि चाहिँ छिटो सबै कुरा फुलफिल गर्नुहुन्छ भने कसैले चाहिँ जहाँबाट भए पनि, जहाँबाट जो गरेर भए पनि अलि ढिलो चाँडो सबैले गर्नुहुन्छ। त तपाईँहरू जब 8 क्लासमा आउनुहुन्छ भने कक्षा 8 देखि 12 सम्म भनेको कक्षा 8 देखि 10 भनेको सेनियर क्लास हो र 11-12 गइसकेपछि तपाईँहरू त झन् एउटा ज्ञानको स्तर अझै डेभलप भएको हुन्छन्, मानसिक अवस्था पनि ब्रोड भइहाल्छन्। त्यसपछि त जिम्मेवारी सेनियर मात्र होइन, सेनियर प्लस जिम्मेवारी सहितको तपाईँको कक्षा आउन जान्छ त्यो। त्यही भएर कम्तीमा 8, 9, 10 मा पढ्ने विद्यार्थी भाइ बहिनीले के बुझ्नु छ भने तपाईँलाई तपाईँको अभिभावकले राखेको उद्देश्य भनेको सकभर त्यो तह लेभल फाइनान्सियल रूपमा आर्थिक हिसाबले समाजमा सबैको एउटै स्तर हुँदैनन्, त्यही पनि सकभर सबैको उद्देश्य एउटै हुन्छन्। त्यो आर्थिक रूपमा सबै अभिभावक एउटै नभए तापनि विद्यालय परिधिभित्र आफ्नो बच्चालाई सबैले चाहिँ एउटै शिक्षकबाट एउटै विद्यालयमा चाहिँ एउटै चाहिँ के छ भने परिधिमा रहेर सबैले ज्ञान लिने गर्छन्। आखिर स्तर सबैको एउटै नभए पनि विद्यालयमा गएर सबैको स्तर चाहिँ एउटै तरिकाले चाहिँ पठन पाठन हुने गर्छन्। त्यस क्रममा तपाईँहरूले सबैको उद्देश्य पनि तपाईँको अभिभावकले राख्ने उद्देश्य एउटै हो कि मेरो बच्चा चाहिँ विषयगत ज्ञानमा चाहिँ व्यावहारिक ज्ञानमा चाहिँ राम्रो र पोख्त बनाउनु भन्ने सम्पूर्ण सबै अभिभावकज्यूहरूले त्यस्तो उद्देश्य राखेको हुन्छन्, प्राय राख्नुभएको हुन्छ। र यसै क्रममा मेरो भनाइ के छ भने जब तपाईँको अभिभावकले तपाईँलाई चाहिने अनिवार्य सबै कुराहरू जब पुरा गर्नुहुन्छ भने तपाईँलाई किताब छ कि छैन, तपाईँसँग कपी छ कि छैन, तपाईँलाई चाहिँ डट पेन छ कि छैन, तपाईँसँग ड्रेस छ कि छैन, तपाईँलाई चाहिँ के छ भने स्कुलमा चाहिँ लाग्ने कुनै चाहिँ यसो कार्यक्रम छ भने त्यो कार्यक्रममा तपाईँलाई अनिवार्य के छ, त्यो सबै कुराहरू तपाईँलाई जब आफ्नो अभिभावकले परिपूर्ति गर्नुहुन्छ भने तपाईँलाई आफ्नो अभिभावकलाई